ल म चाहिँ गाडी हाल्दियो दौडी लाइट खुलिरहेको छ दौडी कस्तो ब्याकग्राउन्ड ठिक छ होइन पुरानो छ पुरानो हामी यता गर ठिक छ यता पनि ठिक छैन यता यो हरियोतिर चाहिँ ठिक हुन्छ कि अब चाहिँ ठिक छ यहाँ ठिक छ ल वाट्सअप बिङ अ लङ टाइम लामो जहिले पनि यो बिङ अ लङ टाइम मात्रै हुन्छ हाम्रो चाहिँ होइन कामले गर्दा केही फुर्सद छैन हेलो एन्ड नमस्ते इट्स मी जिटी गोर्खाली ट्राइब अफ गाई सबैजना सन्जय हुनुहुन्छ म पनि एकदम ठिक छु होइन अनि हामीसँग रहनु भएको चाहिँ यहाँनिर उदित सर पनि एकदम ठिक हुनुहुन्छ भन्ने आशा गर्छु तिम्रो नि पुरानो आयो यताउता पुरानै आयो यार पखौ त्यहाँ पर जाउँ त पारी गरेर गरिदिउँ मजा हुन्छ यहाँनिर बस त यहाँनिर चाहिँ नयाँ देखिँदो रहेछ अनि के छ उदित के छ ओ माई गॉड कहिले आएको गाउँबाट 2 वर्ष भयो अर्को भिजाको लागि ल ठिक छ अहिले चाहिँ हामी चाहिँ जान लागेको चाहिँ मेडिकलको लागि होइन यो भल्ट्रान्स क्याम्पबाट चाहिँ कस्तो ब्लर आएको यो भल्ट्रान्स क्याम्पबाट चाहिँ हामी सर्लक्क जाँदैछौँ मेडिकल गर्नलाई कुन ठाउँमा अल्कोज मल म त गएको छैन यार अल्कोज मलमा जाँदैछौँ आज हामी अल्कोज मलमा गएर चाहिँ उसको चाहिँ मेडिकल गर्नु छ सुईले हानेर चाहिँ होइन अनि त्यो अलिअलि रगत सगत निकालेर चाहिँ एड्स लगाएपछि चाहिँ चेक गर्छ केटोलाई दुबईमा बसेर एड्स लगाएपछि चाहिँ चेक गर्छ त्यति भइसकेपछि चाहिँ पास हुन्छ केटो अनि फेरि यो क्याम्पमा चाहिँ प्रस्थान गर्न पाउँछ लगभग अझै 2 वर्षको लागि है त लेट्स गो ल रोमन आउँदैछ रोमन कहाँ लेट्स गयो अहिले गयो भने त हुँदैन फेरि होइन रोमन आउँछ रोमन आइसकेपछि चाहिँ चट्ट लाएर चाहिँ हामी यहाँबाट चाहिँ पानी पर्ला जस्तो फ्लाइ हान्नुपर्छ है पानी पर्ला जस्तो छ तर पानी पऱ्यो नि केही फरक पर्दैन भर्खरै नुहाएर आएको यार पानीले फेरि भिज्यो भने फेरि दोस्रोचोटि हामीलाई नुहाउनु मन छैन होइन अरू केही पर्दैन पनि होला ल अब हामीसँग अर्को एउटा साथी आइसकेको छ जसको नाम चाहिँ रोमन मङ्की जस्तै छ मान्छे हेर्दाखेरि मङ्की थोरै पङ्की होइन यता हेर इन्ट्रोडक्सन दियो कस्तो राम्रो दिइरहेको छ बादशाह अरे मङ्की थोरै पङ्की होइन अनि अघि नै बोलाएको यतिखेर आउँछ हामी लगभग निस्किएको चाहिँ लाइक 10 मिनट जति भइसक्यो 2 मिनट भनेको थियो 10 मिनट पछि आयो अनि बाहिर पानी पर्न लागेको माहौल भएर पनि हामीलाई चाहिँ टेन्सन भइरहेको थियो क्या अब त्यहाँनिर टाइममा पुगिँदैन मान्छे कतिको लाइन हुन्छ होइन त्यो लाइनमा गएर चाहिँ हामीलाई अब बस्न हेडेक हुन्छ नि त त्यही भएर फास्ट गयो भने फास्ट काम हुन्छ फास्ट फर्केर आइन्छ अनि एउटा छोटो मिठो मेमोरी पनि बनाइन्छ अनि आज मेडिकलको चाहिँ के हुन्छ कस्तो हुन्छ हामीले चाहिँ त्यो एउटा नलेज चाहिँ हामीले गेन गर्नेछौँ किनभने मलाई पनि एज अ पर्सनली मलाई पनि आइडिया छैन अनि गएर चाहिँ त्यहाँनिर थोरै केही कुराहरू सिकिन्छ मेडिकल गर्दा कस्तो हुन्छ के हुन्छ ठ्याक्क थाहा हुन्छ अनि हामीलाई त्यो सबै कुरा चाहिँ उदितले सेयर गर्नेछ होइन अनि ऊ पनि आफ्नो मोबाइलबाट चाहिँ के गरिरहेछ इन्सपायर फ्रम गोर्खाली ट्राइब है ट्राई गर्दैछ ब्लग सिकिरहेछ है ब्लग गर्नको लागि सिकिरहेछ केटाले केही छैन सिक्नुपर्छ आफ्नो मेमोरी बनाउनको लागि चाहिँ कन्टिन्युटी चाहिँ दिनुपर्छ भन्ने कुरो लागिरहेछ अनि हाम्रो रोमनले पनि गर्छु भन्थ्यो रोमनले त खोइ केही पनि गर्दैन हो निच्चा हाँस्यो मङ्की पङ्की अनि ल आज चाहिँ हाम्रो वास्तविकमा चाहिँ आज हामी जानै खोजेको चाहिँ मैले चाहिँ एउटा त्यो मेडिकलको नलेज एउटा के हुन्छ कस्तो हुन्छ उसले चाहिँ उसको भिजा एक्सपायर भइसक्यो भएर चाहिँ उसले रिन्यू गर्नको लागि चाहिँ गइरहेको भएर अनि त्यो रिन्यू गरिसकेपछि चाहिँ कस्तो हुन्छ लाइक मैले बोल्न अलिकति आएन यार धेरै ग्याप भयो नि त उसले रिन्यू गर्दाखेरि उसको एक्सपिरियन्स के रहन्छ त उसको पनि फर्स्ट रिन्यू होला सायद यहाँनिर होइन फर्स्ट रिन्यू हो है केटो अलिकति रोडको बिचमा चाहिँ अलिकति ल्याङ हुन्छ डर पनि हुन्छ होइन रमाइलो भइरहेछ क्या कस्तो मजाको छ क्या मौसमहरू है मजा आएको क्या एकदमै स्वस्थ धेरै टुवालो लागेको पनि छैन केही पनि छैन मजा भइरहेछ अब हामी चाहिँ हिँडेर जाने उता पर जति हामी यो ग्रान्ड सिटी क्रस हुनु साथै ग्रान्ड सिटीबाट उता चाहिँ गर्नु पर्दै आज किनभने यताको चाहिँ हाम्रो धेरै नै भइसकेको छ अनि त्यो कहाँ हो त्यो टावरबाट अलिकति उतारै अनि त्यो टावरै कति टाढो छ त्यत्रो हाइटको टावरै कति टाढो छ है अब हिँडेर जानुपर्छ लाइक यही भ्लगिङकै लागि हामी हिँडेर जानु लाग्यो नत्र ट्याक्सी त्यहाँ जति भएको छ होइन तर अहिले आउँदाखेरि चाहिँ भन्न सकिन्न ट्याक्सी पनि आउन सकिन्छ तर जाँदाखेरि चाहिँ हामी बाई वकिङ हामी जान्छौँ अनि केही बाटोमा केही नयाँ कुराहरू देख्यौँ हामी सुट गर्छौँ अनि त्यही हो रमाइलो गर्छौँ त्यही हो पानी पर्यो ल ग्रान्ड सिटी अगाडि आइसकेपछि पानी परिदिरहेको क्या अब यहाँबाट चाहिँ हामी ट्याक्सीमा जानुपर्छ होला के गर्ने हो ट्याक्सीमा जाने हो अब यार पुरै पानी पर्यो अब उता बस स्टपमा गएर चाहिँ हामी एकछिन त्यहाँनिर बस्नुपर्छ यार लास्ट तनाव हुन्छ त्यस्तै यी पुरै लुगा भएर देख्नु सक्नुहुन्छ यहाँनिर
पानी पानी अब यो मोबाइलमा पनि पुरै पानी पानी भयो माया कसम पानी पर मौसम सुहाएन भने त यत्रो बिजाइदियो यो दुबईको पानीले त झुकाउँछ नि त बेला बेलामा रमजान चलिरहेछ त्यही भएर यहाँकोहरूले चाहिँ के भन्छ नि अल्लाहले दिया भन्छ क्या होइन जे चिज पनि अल्लाहले दिया भन्छ त्यही हामी हो भन्छौँ के गर्ने होइन अल्लाहले दिया छोरा छोरी त अल्लाहले दिन्छ तुमको ये चश्मा ऐसे नहीं मिला अल्लाह ने दिया तुमको ये टी शर्ट नहीं दिया अल्लाह ने दिया फेरि अल्लाहले दिएको होइन अल्लाहले फेरि यहाँनिर अहिले त्यो नराम्रो ब्याड कमेन्ट नआउँछ है मजाक गरेको फेरि यहाँनिर चाहिँ दुबईमा चाहिँ गिरिनै लागिसक्यो क्या हरेक कुरामा अब हाम्रो त रिलिजनै होइन जस्तो गरिदिन्छ नि त अब लाइक हामीले काम गर्दाखेरि पनि पैसा लिने कुरा हुन्छ नि लास्टमा टिप दिन्छ नि त कस्टमरले अनि इन त मुस्लिम भन्छ तिमी मुस्लिम हो भनेर सोध्छ क्या ल आना हिन्दू भन्यो भने हिन्दू भन्छ 100को नोट त्यो निकालेछ भने पनि अब लाइक हाम्रो चार्जभन्दा बढी नै पैसा दिनु खोजिरहेको हुन्छ अनि त्यो 100को नोट निकालेछ भने पनि त्यो गोजीमा हालेर 20 रुपियाँ निकालेर शुक्रान भनिदिन्छ पछि बात गरिदिन्छ क्या भनेको फेरि त्यो झुटो बोल्छ मलाई रिलिजनमा कस्तो कुरा गर्छौ त्यही भएर यहाँनिर फरक छ लास्टमा चाहिँ धेरै पर्यो है पानी धेरै पर्यो हामी यहाँबाट चाहिँ अलिकति दौडिनु पर्ने हुन्छ अहिले पछि कुरा गरौँला दौडी पहिला पुग्छ र पानी पर्यो यार ठुलै पर्यो क्या ल यहाँनिर चाहिँ अलिकति कम छ म खतरा कुदिन्छु नि है यहाँ बस्दैन मान्छेहरू टन्नै हुन्छ अरे बस स्टपमा लुक्ने ठाउँ ल हेर यहाँभित्र लुक्ने ठाउँ सजिलो छ है लु हेर न थोप्ला बसेको छ पानी पर्छ भने थाहा भयो म नुहाउँदैन थिएँ कि म आउँदिनँ थिएँ यहाँबाट हामी ट्याक्सीमा जानुपर्छ एकैछिन बस्छौँ अनि कुरा हुन्छ गाइज अब हाम्रो चाहिँ यहाँनिर मुड स्विङ भइसक्यो हामी चाहिँ यहाँभित्र बस्यौँ धन्न दुबईमा चाहिँ यतिको यो चिजहरू छ बस्नलाई ओर्नलाई होइन यहाँनिर चाहिँ अलिकति सुविधा अब यो सुविधा दिएको छ इङ्ग्लिसमा भन न यहाँ बसेर कस्तो फेसिलिटी क्या फेसिलिटी छ यहाँनिर होइन गाह्रो छ अनि यो यतिको भएर चाहिँ हामी चाहिँ यहाँनिर अहिले अड्डेर बस्न पाएको हो अब यहाँबाट चाहिँ हामी चाहिँ लाइक हाम्रो मुड स्विङ भइसक्यो किनभने उसको टाइम नभ्याउनु भयो मेडिकल गर्नलाई जुन टाइममा हामी पुग्नु पर्ने थियो त्यो टाइममा हामी त्यहाँनिर चाहिँ रिच हो इङ्ग्लिस सिक्दै क्या रिच हुन सक्दैनौँ हामी त्यहाँनिर होइन त्यही भएर चाहिँ सो द्याट्स वाइ वी आर गोइङ ब्याक अनि अब चाहिँ यहाँबाट फेरि हामी फरेर चाहिँ यही बाटो जाने कुराको होइन अब आफ्नै ठाउँ आफ्नै ओछ्यानतिर कुद्ने कुराको होइन अब ओछ्यान बाहेक केही छैन यहाँनिर गएर चाहिँ अब खानासाना खान पर्ने हुन्छ अनि यहाँबाट चाहिँ अब हामी सबैको फर्केर फेरि जाउँ पानीको अवस्था के छ कस्तो छ बाटोमा बाहिरै निस्केर हेर भित्रबाट चाहिँ देखिँदैन त्यति होइन बन्द भएछ उसलाई अरूलाई त हतार भएको छ पानी बन्द भइसक्यो तर ढिलो भइसक्यो क्या त्यहाँ पुग्दा ओर्दा अब निस्किनु जाउँ नबोल हामीले चाहिँ यहाँनिर एउटा कुरो बोलेको थियो त्यो कुरा कट हान्दै गयो क्या उसले चाहिँ गएर हाला भनिरहेको त्यो त्यस्तो हाल्दैन पानी परिरहेको छ स्टिल पानी परिरहेको छ है ल अब फेरि हल्ला गर्दै जाउँ गर्मी त आफै यस्तो हुन्छ नि फेरि भन्यो नि पहिला पनि भ्लग भनेको थियो होला सुरु यहाँ माथिबाट झरेर सुरु त्यो चाकबाट हुँदै तल बुढी अङ्गलासम्म पुग्छ क्या भन त फाइनली हाम्रो प्लानिङ स्टार्टिङ हुनुभन्दा अगाडि नै इन्डिङ भइसकेको छ होइन तर केटाहरूको प्लानिङमा चाहिँ यो होइन लाइक भइरहेको हुन्छ अलिकति यसमा चेन्जिङ हुनु भनेको तिम्रो पनि हात छ धेरै हात छ ठुलो हात छ होइन अघिदेखि फर्किने मात्रै भनिरहेको छ होइन यो फर्किने त होइन त्यहाँ रुमबाट उसलाई म नुहाउन जाऊ भनेर अघिदेखि पहिलेदेखि नै भनेको म नुहाएर आउने बित्तिकैदेखि भनेको होइन तिमी आएपछि मात्रै गएको सबभन्दा बिहानै उठेको म फेरि होइन उठा भने 2-3 चोटि उठाएको हो केटोले बिटे गइदियो त्यसपछि हल्का जोस आइदियो त्यति बेला चाहिँ मलाई डिस्टर्ब हाने जस्तो लागिरहेको छ क्या छुट्टीको दिनमा पनि सुत्न दिँदैन यार बिहान 3 बजे 4 बजे छुट्टिया हुन्छ अनि त्यहीमा उठा कि उठा दिमाग खराब गरिदिन्छ केटाहरूले है अब यस्तै हो फर्किँदैछौँ अनि के खानेकुरा के लिएर जान्छ केटा
मिठी लिएर जाउँ न मिठी 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 के मिठी मिठी के मिठी सिटी होइन अब यहाँ हेर्नु सक्नुहुन्छ जाम पनि लागिसकेको छ त्यो लाइट फेरि यहाँ ग्रान्ड सिटीको चाहिँ ठुलो लाइट हो कि यो लाइटमा चाहिँ दिमाग खराब हुन्छ अब ग्रान्ड सिटीको ब्याक भ्यू चाहिँ यस्तो छ ब्याक भ्यू होइन साइड भ्यू यस्तो खालको छ अनि त्यसमा चाहिँ उदितको पनि थोप्रा आइरहेको छ ब्याक भ्यू त पत्तुर छ यहाँको त हो कसै 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 के कसै कसै भने को उदितलाई भन्यो हेर ओ तालु भाइ के भन्यो ल हेर तालु मुसुक्क शर्माउँछ हेर अझ तालु शर्मायो भन ल यिनको जहिले पनि मेरो लागि मेरो मेरो पछाडि उनी गर्ने छ क्या पानी थाहा छ नि हैन त्यो चाहिँ मेरो कुरा मलाई तर म पनि सपोर्ट गर्छु रोमनलाई डोमिनेट गरेर बोल्छ त थाहा छ नि हैन साथी हैन जीवागन डोमिनेट निकै केटा कस्तो दाम देखेको जीवागन कस्तो दाम देखेको चुप ह कुरा गर्दाखेरि चाहिँ चुप भयो चुप हैन आलु चप चप क्या चप चप भन्छ जतिखेर नि ठिक छ लाइट खुल्यो सुहाना मौसममा जीवागन दामी देख्यो दौडी 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 लाइट खुलिरहेको छ दौडी अहिले लाइट बन्द हुन्छ क्या गाई उहाँ पर हेर्न सक्नुहुन्छ देखिन्छ देखेँ पुरै हल्लिरहेको छ लाइट बन्द हुन्छ त्यही भएर हामी चाहिँ दौडेर जानुपर्ने अवस्थामा यताबाट गइदिउँ उयो लाइट खुलिदिरहेको छ दौडी 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 हेर लाइटको यो क्रस गर्नुको लागि यस्तो दौडिनु पर्छ उडा उडे 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 ल ल म चाहिँ गाडी हालिदेऊ यस्तो हुन्छ ल हेर पानी परेर लात्तै गाडी उता छिराइदिएछ उदित आउने यहाँ गाडी छिराइदिएछ त्यहाँनिर हेर ड्राइभर चाहिँ हेभी नै हो क्या खतरा पारेर छिराइदियो यार गाडी के गरेको भाइ के गरेको आफै सही हो ल यो पानी परे भएर पनि हो कि गाडी चिप्लिन्छ क्या पानी परे बेला दौडी 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 केटा अनि ओ पानी परेर चिप्ले होइन गाडी त्यो त्यही त यो टर्निङ हानेर गाडी हो क्या मेरो बगी जस्तै भयो क्या बगिलो बजाइरहेको थियो नि त्यस्तै गरेर ल गाडी गयो पानी परेर त्यही भएर गाडी चलाउनु होसियार हुनुपर्छ क्या अर्को गाडीले नि हान्दैछ नि त त्यहाँनिर यस्तो पाराले हेर नराम्रोसँग ठोकाइदियो यार गाडी यसरी एक्सिडेन्ट हुन्छ है विदेशमा चाहिँ एक्सिडेन्ट कहाँबाट हुन्छ कसरी हुन्छ भन्न सकिँदैन त्यही भएर बी केयरफुल गाइस गाडी चलाउने मान्छेहरू बी केयरफुल हाँ भाई कैसा है भाई इधर इधर हाथ मिलाओ ठीक है सलाम वालेकुम मुस्लिम हो नहीं नहीं हिंदू है ना हिंदू है फेरि त्यो पनि जान्छ अहिले त्यो पनि जान्छ वार वार कस्तो चालेर जान्छ है यो विदेशको चाहिँ पिच कस्तो हुन्छ भने अलिकति स्लिपी टाइपको हुन्छ क्या यहाँनिर चाहिँ खै पुलिस त आएकै छैन तर त्यो टर्निङ हानेर गएको गाडी हो हामी चाहिँ यहाँनिर आएको छौँ यो के अरे पाकिस्तानी किचनतिर होइन यहाँनिर चाहिँ अब टक्क लाएर चाहिँ हामीले बिरयानी लिएर जान्छौँ बिरयानी लिनु चाहिँ उदित भित्र गएको छ बिरयानी छ कि छैन यहाँनिर त कोही छैन किन पकौडा खानु पऱ्यो क्या तिमीलाई जहिले पकौडा खाइरहेको हुन्छ यहाँनिर आयो पकौडा माग्छ होइन टक्क आफूलाई यो लक रहेछ यार अरू बेला खोलिन्थ्यो अहिले लक रहेछ रमजान भएर लक गरे होला यहाँनिर चाहिँ आफूलाई के चाहिन्छ सरक्क झिकेर खानु मिल्यो भाइ ठिकै अब यहाँनिर चाहिँ भित्र जाउँ बिरयानी टक्क लाएर हेर रमजानको लागि प्याकिङहरू दामी हुन्छ यसरी यार सब मुस्लिमहरूको लागि चाहिँ दामी छ यसरी निकाल्छ टक्क प्याकिङ गर्छ टक्क बेच्छ होइन त के छ त बिरयानी चिकन बिरयानी चाहिँ दामी छ अब यो चाहिँ लगेर होइन तिनजनालाई झ्याप्प खान पुग्छ क्या तिनजनालाई चाहिँ टक्क त्यो पेपरमा चाहिँ टक्क बिहान तिनजनाले हान्दाखेरि पनि मस्तो पुग्छ तिनजनालाई त्यही भएर चाहिँ बढी हुँदैन यस्ता हन्ते छ बढी हुन्छ अरे हन्तेले कस्तो बोल्यो त अहिले त्यहाँनिर खाने बेलामा पनि सुट गरिन्छ होला नि त हेरौँ ल यही हो यहाँबाट चाहिँ बिरयानी लिएर जाने लगेर चाहिँ अब टक्क हामी चाहिँ आज खाना नबनाउनु भयो क्या खाना बनाएर चाहिँ अब खाने टाइम छैन छुट्टीको बेला किन टाइम वेस्ट गर्नु होइन के कसो
अब केटाहरूको बानी थाहै छ नि पैसा छैन त्यो कुरा पनि छैन कहाँबाट ल्याउने अनि मान्छे हुनु पर्ने त्यहाँ चप ल्याउनु बिरयानी चाहिँ यतिको आउँछ है टक्क चप ल्याउने रे यत्रो बिरयानी छ चप ल्याउने रे 10 ग्राममा चाहिँ टक्क अब 10 ग्राम भने चाहिँ नेपाली पैसा कन्भर्ट गऱ्यो भने चाहिँ फेरि यो 380 रुपियाँ 37 के अरे 370 समथिङ पर्छ त्यस्तै हो 375 समथिङको चाहिँ हामीले बिरयानी किन्यौँ नेपालमा त कहाँ यसरी किनेर खाने आँट आउँछ र यहाँ चाहिँ अब बानी भयो क्या बन्द छ क्या मान्छे छैन बिस्कुट मिठो भइहाल्छ टोस्ट हो ल जाउँ ल जाउँ अब हामी चाहिँ अब रुमतिरै जान्छौँ गाइस है रुममै गएर भेटौँला किनभने त्यो लुगा नै अलिअलि भिजेको थियो तर सुक्यो यार लुगा सुक्यो चिसो भयो भनेर बाना बनाउनु लाग्दै सुक्यो रहेछ तर यो पानीले तर यो पानीले लास्ट नभए बिरयानी बनाउँछ नि त्यही गर्दा हामी 5 जानुपर्ने हुन्छ रुममा जाउँ अब दाइ चाहिँ मस्त सुतिरहनु भएको छ है पानी चिसै त हुन्छ नि अनि कसको होइन कसको बर्थडे छैन तपाईँ कतिखेर ड्युटी बिरयानी खाने हो नखाने ल तपाईँ साइडमा बिरयानी खाने हो नखाने सुत्नु ऊ यसलाई भोकाएर यहाँ बिरयानी देखाउनु पर्यो भनेर भोकाएर मर्न लागिसक्यो केटो ल यति बिरयानी आउँछ 10 ग्रामको है टक्क अब यो चाहिँ 3 जनालाई हामीलाई मस्त पुग्छ उता परबाट क्या त्यो पाकिस्तानी किचन छैन टक्क चाहिँ म यहाँनिर बसेर बिरयानी खानु पर्ने हुन्छ ए फेरि के बोले बोलेको रुममा चाहिँ त्यो संविधा हुन्छ कुराहरू हुन्छ होइन जाडोको मौसममा टक्क लगाएर अनि पानी सानी पनि भरेर ल्यायो चिसो पानी टक्क अब यहाँनिर चाहिँ बिरयानी खानुपर्ने हुन्छ हामीले चाहिँ चट्ट कतिवटा चम्चा छ है चम्चा निकाल त एउटा फोटो हान्दैछ लाइभ रहेछ टिकटक लाइभ रहेछ ल ठिक छ ल टक्क अब बिरयानी अब यहाँनिर चाहिँ चिकनको यसरी टक्क पिसहरू चाहिँ आएको हुन्छ होइन यो अब पुरै यसलाई चाहिँ उ गर त मलाई त ल अब टक्क लगाएर चाहिँ बिरयानी खानुपर्छ होइन बिरयानी हेर लाइभमा देखाइ खाइरहेको छ कसलाई देखाएको हो बिचरा भोक लगाएर हेरेर होला मान्छेले पेटै दुख्छ यार खै त एक गाँस खाइदिउँ न कस्तो छ पहिला खै हाम्रो पनि हतार भयो नि तर मिक्स गरेर खाँदाखेरि चाहिँ दामी हुन्छ कि त्यो उस चम्चा भाँच्यो पर्दैन यसले खाइदिने हो ओहो जब्बर क्या फेरि जब्बर यहाँ ल्याउ न भयो भाँच्दियो तिमी खाने हो बिरयानी नखाने अब हामी बिरयानी खान्छ बिरयानी खान्छ पछि कुरा